लायक हुने आशीर्वाद मेरो नानीले धेरै खस्किन हुने है खस्किने सबै कुरामा ज्ञानी हुने एकदम विशेषता आयुष मेरो नानीको फु बडी भाइ अनि म हामी चाहिँ अब बाटो लागेको सबै रेडी भइसक्यो। नमस्ते सेवा सम्पूर्णमा मेरो मिनी ब्लग सुरु भइसकेको छ। हामी चाहिँ बाटो लाग्यौँ जीवन दाजुको घरतिर। हिजो थोरै भिडियो लगाएको थिएँ नि त, अघि पनि थोरै लगाइसकेको छु। अहिले चाहिँ पुरै हेर्नु होला। हामी हिँड्यौँ बाँच्दै जुत्दै कराउँदै। मेन गरी यो कृष्ण भाइ कराउने, नहिँड्ने भाउजूसँग त भन्नुहुन्छ फेरि हिँड्नु त हुन्छ नै। हामी पनि आइपुगेको। त्यो पानी परेर बिजोक भइरहेको छ यस्तो छ। यहाँ बसिरहेको छु आमा छोरी के गर्दैछ? आमा छोरी आइपुग्नु भयो दिदी? यहाँ रेडी पार्नुहुँदैछ। यहाँ फुफू छक्क परिरहेको छिन्। यता सबैजना हुनुहुन्छ, यता सबैजना हुनुहुन्छ। भेला भइरहेछ। जाडोले चिया पिलायो, म चाहिँ चिया खाँदैछु अहिले। कमला र बाउ फोटो दाजु हुन्छ दाजु। तर के ज्ञानी हुनु, धेरै असल मान्छे बन्नु है। राष्ट्र त्यहाँदेखि धेरै पढ्ने, ज्ञान त्यतिकै आउँदैन, अध्ययन गर्ने, अध्ययनशील हुने, विद्वान हुने। ओके, विद्वान मान्छेको आज कार्यक्रम छ। यो कार्यक्रम एकदमै राम्रो छ। अहिले चाहिँ दिदीले लगाइदिनु हुँदैछ। 7:30 बजेको साइड थियो नि त। अनि अघि नै बडा र बडीदेखि सुरु भइसकेर पालो गर्दै सबैले लगाइदिइसक्यौँ। अनि लगभग अब चाहिँ टिका लगाइदिइसक्नु नै आँटेको, आधी नै भइसक्यो भनौँ न। बडा र बडीले थाल्नुभयो, अनि दिदी र दाजुले, त्यसपछि दाजुहरूले दिदीहरूले, त्यसै गर्दै बडीहरू बज्यूहरू सबैले गर्दै पालो गर्दै लगाइसक्यौँ हामी चाहिँ। अनि पालो गर्दै लगाइसकेर अब चाहिँ लगभग टिका लगाइसक्यौँ भन्दा पनि हुन्छ। अनि अहिले चाहिँ फेरि यहाँ दिदी अब चाहिँ टिका लाउन आधी भइसक्यो भन्दा पनि हुन्छ। त्यसपछि खाजा खाने बेला हुँदैछ। त्यही भएर यहाँ चाहिँ चटपटे बनाउनुलाई काट्दैछ प्याज टमाटरहरू। यहाँ चटपटे खान हामी सबै रेडी भइसकेको छौँ। अनि यहाँ भाइहरूले अदुवा लसुनहरू पनि केलाउनुहुँदैछ। हामी चाहिँ यहाँ हेर्दैछौँ। अनि हाम्रो चाहिँ चटपटेहरू रेडी भएर पनि चिसो चटपटे जाल रक्सी के खानुहुन्छ सबैले लिँदैछौँ। हामीले चाहिँ खाजामा टिकाहरू सबै उयो गरिसक्यौँ नि। अनि मुख जुठो पार्नु गाङगाम्काउनु भन्छ। अनि गाङगाम्काउँदैछौँ हामी चाहिँ होइन, मुख जुठो गर्दैछौँ। अनि लगभग मान्छेहरू आउनु पनि सुरु भइसक्यो, आउनु पनि हुँदैछ। कोही टिका लगाइदिइसक्नु पनि भयो। हामी यसरी नै भेला हुँदैछौँ। बिस्तारै गर्दै हामी धेरै भइसक्यौँ। अनि यहाँ अहिले फेरि दिदीले टिका लगाइदिनु हुँदैछ। टिकाको कार्यक्रम पनि जारी छ, किनभने आउँदै लगाइदिँदै होइन, पालो गर्दै यस्तै छ। अनि अहिले अचार बन्दैछ। अचारमा चाहिँ रोसिका छ, अनि साइली,
अनि यहाँ दाजुहरू खाजा खानुहुँदैछ दाजुहरूले खाजा लिनुहुँदैछ यहाँ त साइडमा अचार बनाउँदैछ काकाहरू भतिजहरू सबै हुनुहुन्छ यहाँ खाजा लिनुहुँदैछ हामी बार्दैछौँ साथमा यसो भिडियो पनि खिच्दैछौँ अनि अहिले चाहिँ हामी यति धेरै भइसकेको छौँ खाजा लिँदै दिँदै आउँदै टिका लाउँदै बस्दै हाँस्दै रमाइलो गर्दै यसरी भइरहेछ हाम्रो चाहिँ होइन यहाँ सानो नानी यहीँ यो चाहिँ सञ्जीव कान्छाको छोरी क्युटी छ नि त डिम्पलवाली एकदमै मजाले बसेर खाँदैछ अनि यहाँ सानीहरू दिदीहरू बडीहरू ठुली अनि कान्छीहरू पनि आइपुग्नु भएर अहिले लिनुहुँदैछ खाजा चिसोहरू कस्तो छ भन्नु है तरकारीले मात्रै यहाँ झनको यति राम्रो एक चरण होइन हामी खाजा नास्ता सबै बारिसक्यो खाइसक्यो अनि टिकाटालो सकिएपछि चाहिँ एक चरण हामी यहाँ रमाइलो पनि गर्दैछौँ साथमा एकछिन रमाइलो गर्दै यहाँ गफ गाफ साथीसँगी भेला भएको बेलामा यस्तो सुख दुःखको गफ गाफ हुँदै यहीँ हाँस्दैछौँ हामी यता छौँ हामी सबैजना जम्मा रहेछौँ आज यति धेरै छौँ धेरैभन्दा पनि आइफोनदेखि चाहिँ खिच्ने होला नि केटाकेटीले तिम्रोमा आउलो गाई चलु अहिले क्यामराम्यानमा चाहिँ कान्छी हुनुहुन्छ होइन कान्छीले टक्क खिच्नु हुँदैछ म चाहिँ टिका लाउने साथी खोजेर गएँ अनि अहिले चाहिँ कान्छीले भिडियो खिचिदिनु हुँदैछ अनि यहाँ ठुली खानुहुँदैछ यहाँ कान्छा कान्छीको नानी माइलीले पक्रिरहनु भएको छ क्युटी पाइलाई अनि हामी के गर्दैछौँ को आउनुभयो को जानुभयो कसले खानुभयो भन्दै विचार गर्दै हेर्दैछौँ हामी ल भात टोइलेटमा गएको पानी अहिले यो चाहिँ माओले रित निकाल्नु हुँदैछ गो यो माओले रित निकालेर सबैलाई बारेर बारी चुरी खानु खानासाना खाइसक्यौँ अनि सबैलाई बारिसक्यौँ त्यसपछि माओले रित पनि निकाल्नु भयो अनि हामी चाहिँ अहिले घर फर्किँदैछौँ घरमा मम्मी आफै हुनुहुन्छ नि त अनि घाँस झारेर लाउनु पनि बिहानभरि पानी परेर घाँस काट्नु पाइएन नि त त्यही भएर बाख्रालाई त बाँधिआएको अनि बाख्रालाई घाँस काट्नु पर्यो भनेर हामी चाहिँ छिटै झऱ्यौँ हामी 4-5 जना चाहिँ हामी छिटै फर्किँदैछौँ अस्ति चाहिँ किन भाइ भन्दै थिइस् त